ढिलै भए पनि सबैजनालाई ह्याप्पी न्यू इयर सबैजनालाई स्वागत छ है नयाँ सालको। अनि म चाहिँ आज बिहानै उठेर माटो रुजाएँ, त्यसपछि अनि गोबर ल्याउन गएको है। गोबर लिएर आइसकेपछि अनि मैले चाहिँ माटोमा गोबर मले राम्रोसित त्यो ठिक्कै पारिसकेपछि अनि लागेँ म चाहिँ फुल ल्याउन। फुल त चाहियो नि अनिवार्य है। बुढा चाहिँ सुत्नु भएको छ नि त, बुढालाई फेरि उठाउन बबाल हुन्छ, फेरि भित्र बाहिर गर्दाखेरि लिपेको उकिन्छ नि त, गिलो हुन्छ, त्यही भएर अगाडि नै लिएर राखेको। अनि लिएर राखिसकेपछि अनि म चाहिँ लागेँ लिप्न। नयाँ सालमा के राम्रो कपडा लगाउनु पर्छ, अनि मिठो मिठो खानुपर्छ, अनि घुम्न जानुपर्छ, धेरै काम गर्नुहुन्न। अनि काम धेरै गऱ्यो भने सालभरि गर्नुपर्छ, अनि च्यातेको कपडा लगाउने सालभरि लगाउनुपर्छ, त्यही भएर राम्रा कपडा लगाउनुपर्छ। हाम्रोतिर चाहिँ भन्छन् है, हजुरहरूकोतिर भन्नुहुन्छ किन यस्तो। अनि आफू राम्रो भयो भने त घरलाई पनि त चिरिचट्ट बनाउनु पर्यो है। मैले पनि घरलाई आफूभन्दा अगाडि चाहिँ घरलाई चिरिचट्ट बनाएँ। अनि त्यसपछि म चाहिँ लागेँ मुख धुन। मुख धोइसकेपछि बुढा पनि ठ्याक्कै मिलबाट आउनुभयो के। अनि हामीले चाहिँ थोडा गहुँ पनि पिस्नलाई पठाएको थियौँ के, नयाँ गहुँ खाने नयाँ सालमा भनेर। अनि बुढा सबै राखिसकेपछि हामी चाहिँ गयौँ काकीको घर। काकी गएर बाख्रो काट्नु भएको थियो नि त, हामीले मासु लिएर आइसकेपछि अनि बुढाबुढी नुहाइधुवाइ गरेर अनि हामी चाहिँ लाग्यौँ हाम्रो बजेको घरतिर। अनि आज चाहिँ हामी उहीँ खाना खाने प्लान थियो नि त, हामीले चाहिँ मासु 1 किलो लिएको थियौँ, अनि 4जना थियौँ खाने है। अनि म लागेँ खाना बनाउन। मैले फर्स्टमा चाहिँ तरकारी बनाएको है। म एउटै तरिकाले बनाउँछु कि मासु, जेको पनि तरकारीहरू मसला हालेर पछि मासु भुटेर के। अनि आफ्नो आफ्नो तरिका त हो नि है। मैले अनि थोरै पानी हालेँ, अनि अगाडि नै मैले थोडा भुटुवा निकालेको थिएँ। अनि सबैले खायौँ कि। हाम्रो फुपू खै कहाँ पो जानुभएको थियो, पानी ल्याउन पठाउनु भयो रहेछ बजैले। अनि हामीले चाहिँ खायौँ, फुपूलाई चाहिँ अगाडि दिएको थियौँ। अनि हाम्रो तरकारी पनि पाएको। मैले चटनी पिस्नको लागि टमाटर पनि पोल्न हालेको थिएँ नि त। अनि मैले बुढाले चिसो ल्याउनु भएको थियो, मैले भाँसी त खाउँला भनेको बजे नै अहिले खाम अगाडि भन्नुभयो। अनि त्यो खाइसकेपछि हामीले चाहिँ खाना खायौँ। बाइ बाइ एभ्रिवान, आजको लागि यति नै।